नमस्ते भाइ बहिनी। आज हामी फेरि अर्को सोल्युसन लिएर आइसकेको छौँ। हामी बीमबाट स्टार्ट गरेको छौँ र अस्ति पनि बीमको सोल्युसन गरिसकेको हो। यदि तपाईहरूलाई हेर्नु भएको छैन भने त्यहाँ गएर हेर्नुहोस्। र अब आज फेरि अर्को सोल्युसन लिएर आइसकेको छौँ। अब योमा हेर्दाखेरि त अब फर्स्टमा त हामीलाई हेर्नुपर्छ कुन कुन सपोर्ट लागेको छ। यहाँ हिन्ज सपोर्ट लागेको छ, यहाँ रोलर सपोर्ट लागेको छ हो, र यहाँ कुन कुन लोड लागिरहेको छ। यहाँ पोइन्ट लोड लागिरहेको छ र यहाँ के लागिरहेछ, यहाँ युडिएल लागिरहेको छ हो भने अब फर्स्ट अफ अल यसबाट के निकाल्नुपर्छ। फर्स्ट अफ अल क्वेसन हेर्दाखेरि भर्टिकल फोर्स निकाल्नुहुन्छ भने दुईटा अननोन छ, हरिजेन्टल फोर्स निकाल्नुहुन्छ भने हरिजेन्टल फोर्स आउँछ, तर एउटा मात्र हरिजेन्टल फोर्स आएको छ। त्यो त हरिजेन्टल फोर्स भनेको त जिरो नै भइहाल्छ। त्यसैले फर्स्ट अफ अल अब हामीले के गर्नुपर्छ भने फर्स्ट अफ अल हामीले मोमेन्ट निकाल्ने है। मोमेन्ट निकाल्दाखेरि मोमेन्ट कहाँ लिने भने जहाँ पनि लिन सक्नुहुन्छ, तर हामीले के गर्ने भने यहाँ एमा लिएको छौँ है। एमा लिँदाखेरि त हामीले कसरी लिएको छौँ, क्लकवाइजलाई हामी प्लस मानेको छौँ है। क्लकवाइजलाई हामी प्लस मानेको छौँ। त्यसैले अब मोमेन्ट एमा लिँदाखेरि त ए को फोर्स के छ, अल फोर्स जिरो भयो भने ए को फोर्स जिरो भइसकेको छ। त्यसपछि एदेखि कहाँ जाने, सीमा जाने। सीमा जाँदाखेरि सीदेखि कसरी फोर्स लागिरहेछ र कति फोर्स लागिरहेको छ। 20 किलोमिटर लागिरहेको छ है। 20 किलोमिटर लागिरहेको छ भने त यो हामीले योमा रियाक्सन निकाल्दाखेरि मोमेन्टको फर्मुला हामीले के भनेको थियो, फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स। फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हो भने फोर्स कति लागिरहेको छ, 20 लागिरहेको छ। त्यसैले यहाँ 20 लेखेको छौँ र डिस्टेन्स कति छ, यहाँदेखि यहाँको 5 छ। त्यसैले इन्टु 5 भयो। अब यो फोर्स त हामीले निकालिसक्यो। त्यसपछि के हेर्ने भने यहाँ बीमा जाने। बीमा जाँदाखेरि यो फोर्स कति लागिरहेछ, एन्टी क्लकवाइज लागिरहेको छ। त्यसैले यहाँ हामी माइनस लिएको हो। र कुन फोर्स हो, आरबिवाई। तपाईँले यो लेख्नु कसरी भने जस्तै यहाँ कुनमा लागिरहेछ, ए त रियाक्सन आरए एक्स भनेको कतातिर एक्स हुन्छ, एक्स यतातिर हुन्छ, वाइ कतातिर हुन्छ, वाइ यतातिर हुन्छ। त्यसैले यो जस्तो कोअर्डिनेटको लेख्नुहुन्छ नि त्यसरी मान्न सक्नुहुन्छ है। त्यसपछि यहाँ हामीले बीमा के लेखेको थियो, आरबिवाई र बीदेखि एसम्मको डिस्टेन्स कति छ त 5 र 5 कति छ, 10 छ है, इन्टु 10। त्यसपछि हामीले बीको त लिइसक्यो। बीको लिइसकेपछि अब कुन त्यो छ, युडिएल फोर्स लागिरहेछ कतिको, यहाँ 10 किलोन्युटन लागिरहेको छ। 10 किलोन्युटन। त्यसको युडिएलको फर्मुला के थियो, युडिएलको फर्मुला थियो यो फोर्स इन्टु डिस्टेन्स र उसको डिस्टेन्सको आधी है। कति छ, यहाँ लागिरहेको फोर्स कति छ त 10 छ, इन्टु 4। यो 4 गरिसकेपछि अब यसको त आधी पनि हुनु पर्यो, त 4/2। त्यसपछि यति त हामीले डिस्टेन्स लिइसक्यो भने डिस्टेन्स कति बाँकी छ त यो 10 बाँकी छ, प्लस 10 इक्वल्स टु 0। अब यसलाई सोल्भ गर्दाखेरि 58 किलोन्युटन आउँछ। अब त्यसपछि हामीले केमा जाने भने हरिजेन्टल फोर्स लियो। हरिजेन्टल फोर्स लिँदाखेरि यहाँ हेर्नु, हरिजेन्टल फोर्स कुनै लागिरहेको छ, छैन। त्यसैले आरएएक्स मात्रै लागिरहेछ, आरएएक्स इक्वल टु 0 है। त्यसपछि हामीले कुन फोर्स लिने, अब हामीले भर्टिकल फोर्स लियो। भर्टिकल फोर्स लिँदाखेरि कुन भर्टिकल लागिरहेछ, एउटा यो लागिरहेको छ, एउटा यो पनि लागिरहेको छ, एउटा यो लागिरहेको छ, यो पनि लागिरहेको छ। अब लिउँ आरएवाई लियो। त्यसपछि कुन लागिरहेको छ, यो हामीले कुन माथि जाँदाखेरि प्लस लिएको छौँ, यो फोर्स प्लसमा लिएको छौँ, त्यसैले यहाँ प्लस छ। त्यसपछि यो 20 कहाँ लागिरहेको छ, तलदेखि लागिरहेको छ, त्यसैले यहाँ माइनस लिएको हो। त्यसपछि हामीले यहाँ हेर्ने भने कुन हो, यो हो आरबिवाई। यो कुन डाइरेक्सनमा गइरहेको छ, सेम डाइरेक्सनमा गइरहेको छ, त्यसैले हामीले यो प्लस लिएको हो। त्यसपछि के लागिरहेको छ, यो कसरी लागिरहेको छ, यो तलतिर लागिरहेको छ, तलतिर लागेको छ त माइनस लिएको हो। त्यसपछि यो कतिको फोर्स लागिरहेछ, 10 र यसको डिस्टेन्स 4 इक्वल्स टु 0।
यो सोल्भ गर्दाखेरि अब यसको भ्यालु त हामीले निकालेको हो, यहाँ अगाडिमा यसको भ्यालु यहाँ पुट गरिदिने हो यसको ठाउँमा पुट गर्दाखेरि आरएयूको भ्यालु आयो, आरएवाईको भ्यालु कति आयो 2 किलो न्युटन है। त्यसपछि हामीले त्यो रियाक्सन निकालिसकेको हो। अब त्यसपछि हामीले के निकाल्ने हो भने के भनेको छ यहाँ ड्रो अ एक्जेल फोर्स। अब एक्जेल फोर्स निकाल्नु पर्छ फर्स्टमा। त एक्जेल फोर्स निकाल्दाखेरि मैले के भनेको थियो, एक्जेल फोर्स भनेको यस्तो फोर्स हो बीमको एलोङमा लाग्ने, यो बीमको डाइरेक्सन जस्तो छ नि, यो यसको डाइरेक्सनमा लाग्ने, यसको डाइरेक्सनमा या यताबाट लाग्ने, यो दुईटै डाइरेक्सनमा भएकोलाई एक्जेल फोर्स भनिन्छ। यो तल र माथि भनेको एक्जेल फोर्स हुँदैन है। त्यसैले हामीले एक्जेल फोर्स भनेको एउटा यो मात्र लागिरहेको छ। यो कतिको लागिरहेको छ, यहाँ 0 लागिरहेको छ। 0 भनेको त अब कुनै फोर्स छैन, त्यसैले कुनै फोर्स छैन भने नो एक्जेल फोर्स है। त्यसपछि हामीले शियर फोर्स निकालौं। अब शियर फोर्स मैले के भनेको थिएँ, शियर फोर्स निकाल्ने, त्यसपछि ए मा निकाल्ने। त मैले के भनेको थिएँ भने जहाँ जहाँ पोइन्ट लोड हुन्छ त्यहाँ लेफ्ट र राइट दुईटै लिने है, लेफ्ट र राइट दुईटै लिने। यो पोइन्टमा हेर्दाखेरि यो ए मा, ए को जो लेफ्टमा हेर्दाखेरि कुनै फोर्स छैन, त्यसैले यहाँ 0 लिएको हो है। राइटमा हेर्दाखेरि यो को राइटमा हेर्दाखेरि यो फोर्स लागिरहेछ आरएवाई, आरएवाई कति आएको थियो, हाम्रो 2 किलो न्युटन आएको थियो, त्यसैले हामीले 2 किलो न्युटन लेखिसकेको। अब यो त लिइसकेको लेफ्ट राइट। अब केमा जाने, अब सी मा जाने। सी को लेफ्टमा हेर्दाखेरि यो को लेफ्टमा हेर्दाखेरि यो को यता कुनै फोर्स छैन, यो 2 मात्र लागिरहेको छ, जति यो लागेको थियो त्यति नै यो लागिरहेको छ, त्यसैले फेरि यहाँ 2 लेखेको हो। त्यसपछि राइटमा हेर्दाखेरि राइटमा त यो 20 किलो न्युटन पनि लागिरहेको छ। कसरी लागिरहेको छ, यो भनेको माथि जान्छ भने प्लस लिने, तल जान्छ भने माइनस लिने, त्यसैले यो तल लागिरहेको छ, त्यसैले -20 इक्वल्स टु कति 80 किलो न्युटन है। त्यसपछि अब बी मा जाने। बी मा जाँदाखेरि त बी को त यता लिने हो, यता लिँदाखेरि लेफ्ट, बी को लेफ्ट लिँदाखेरि त त्यति नै फोर्स लागिरहेको छ जति यो सी मा लागिरहेको थियो। त सी मा कति लागिरहेको थियो, -18 किलो न्युटन, त्यसैले यहाँ -18 किलो न्युटन राखेको हो। त्यसपछि यो बी को यतापट्टि राइटमा हेर्दाखेरि राइटमा पनि फोर्स लागिरहेछ। कुन फोर्स लागिरहेछ, आरबीवाई। आरबीवाई को भोलि कति आएको थियो हामीलाई, आरबीवाई को भ्यालु हामी हेर्दाखेरि आरबीवाई को 58 आएको छ, त्यसैले हामीले यहाँ आरबीवाई कसरी लागिरहेछ, सेम डाइरेक्सनमा माथि, यहाँ तलदेखि माथि गइरहेछ, तलदेखि माथि हामीले प्लस लिने, त्यसैले यहाँ प्लस लिएको हो। अब यो दुईटैलाई त्यो सबट्र्याक्ट गर्दाखेरि कति आउँछ, 14 किलो न्युटन आउँछ है। त्यसपछि हामीले बी को त लिइसकेको, 20 को लिइसकेपछि हामीले के को लिने, अब डी मा जाने। डी मा जाँदाखेरि त डी मा त पोइन्ट लोड छैन, त्यसैले डाइरेक्ट हामीले पोइन्ट लोड एक्जेल फोर्स डी लिएको। डी लिँदाखेरि कुन छ, यो भन्दा यता त लागिरहेको यो 40 किलो न्युटन छँदैछ। त्यसपछि यो लाग्दाखेरि कति हुन्छ, 10 × 4, 10 × 4 भयो, यो तलदेखि आइरहेछ, त्यसैले यहाँ माइनस लिएको। अब यो दुईटो 10 4 जा 40 हुन्छ, यो प्लस र यो माइनस इक्वल टु 0 किलो न्युटन है। यो भइसकेपछि अब डायग्राम बनाउने। डायग्राम बनाउँदाखेरि यहाँ हेर्ने, ए मा कति छ, ए मा 0 छ, यहाँ 0। त्यसपछि राइटमा कति छ, 2, माथि 2 तानेको है। त्यसपछि कति छ, सी मा हेर्दाखेरि 2 छ है, 2 राखेको। त्यसपछि सी को राइटमा हेर्दाखेरि कति छ, त -18, माइनस कहाँ लेख्ने, तल जाने, यो प्लस भयो भने माइनस तल भयो, तलमा हामीले -18 यहाँ राख्यो है, जहाँ पनि राख्न मिल्छ। त सी को राइटमा राखेको हामीले, सी को राइटमा हेर्दाखेरि कति छ, त -18। त्यसपछि हामीले कुनमा हेर्ने, 80 मा हेर्ने। 80 मा कति छ, बी को पनि 80 छ है। त्यसपछि बी को राइटमा हेर्दाखेरि त कति छ, यहाँ 14 छ, त 14 हामीले कहाँ माथि जानु पर्यो, त माथि हामीले यहाँ 14 राखेको है। त्यसपछि हामीले यो कति छ, यहाँ 0 छ, 0 कहाँ जान्छ, त 14 देखि डी मा 0 जान्छ, 0 भनेको यहाँ हुन्छ। त्यसैले हामी अब सबलाई जोड दिने,
जोडिसकेपछि ह्याचिङ गर्नुस्, कुन कुन प्लस हुन्छ प्लस गर्नुस्, यहाँ जति माथिको हुन्छ सब प्लस हुन्छ, तल जति हुन्छ त्यो माइनसमा हुन्छ है। अब हामीले यो त निकालिसक्यो, सेयर फोर्स हामीले भइसकेको। अब हामीले बेन्डिङ मुभमेन्टतिर जाने। अब बेन्डिङ मुभमेन्टमा जाँदाखेरि है, अब बेन्डिङ मुभमेन्टमा जाँदाखेरि त बेन्डिङ मुभमेन्टमा के हुन्छ भने जहाँ जहाँ हामीलाई कपल फोर्स लागेको हुन्छ त्यहाँ मात्र हामीले लेफ्ट राइट लिने, नत्र जुन हुन्छ त्यो मात्र सिंगल सिंगल, जस्तै ए हुन्छ भने एमा लिने, बी हुन्छ भने बीमा लिने, जसरी हुन्छ त्यो लिने, लेफ्ट राइट गर्नु पर्दैन, मात्र कपल फोर्समा गर्नुपर्छ है। त्यसपछि हामीले मोमेन्ट निकाल्दाखेरि त मोमेन्ट एट एमा लिँदाखेरि त ए को मोमेन्ट के हुन्छ, ए को मोमेन्ट अब त्यसपछि हामीले यहाँ बेन्डिङ मुभमेन्टमा आएको छौँ। बेन्डिङ मुभमेन्ट ए लिँदाखेरि ए कति भएको छ, ए लिँदाखेरि ए को फोर्स अल 0 हुन्छ। ए 0 भयो भने त्यसपछि हामीले सीमा लियो भने यहाँदेखि यहाँ सीसम्म यसरी लाग्ने भनेको कति कति हो, सीसम्म लाग्ने भनेको यो मात्र हो, आरएवाई लाग्ने भनेको यहाँदेखि यहाँको डिस्टेन्स कति हुन्छ, यो 2 × 5, 2 × 5 = 10 भयो। अब त्यसपछि हामीले कहाँ यो सी कसरी लाग्ने हो त, यो एन्टी क्लकवाइज लाग्ने हो है। त पहिले यो फोर्स यहाँदेखि यहाँसम्म कुन कुन फोर्स लाग्ने, आरएवाई कति छ, 2 छ, 2 र यहाँदेखि यहाँ डिस्टेन्स कति भयो, 10, 2 × 10 भयो। त्यसपछि यो लाग्यो, यो कसरी लाग्छ, यो पनि क्लकवाइज नै लाग्ने है। यो कसरी लागिरहेको छ, त्यो क्लकवाइज हामीले यसरी लिइरहेको छौँ है। त्यसैले हामीले के भयो भने 2 × 10, यो तलदेखि लाग्ने यसरी भनेको क्लकवाइज, यो यसरी त माथिदेखि लाग्यो भने माइनस है। त्यसपछि हामीले के गर्ने भने यो 2 आरएवाई कति छ, 2 × यहाँको डिस्टेन्स 10, त्यसपछि यो लागिरहेको छ कति, 20 × यहाँदेखि यहाँको डिस्टेन्स कति हुन्छ, 5। अब यो दुईटालाई मल्टिप्लाई गर्दाखेरि कति हुन्छ त -18 किलोन्युटन है। त्यसपछि हामीले डीमा लियो, डीमा लिँदाखेरि डी यहाँदेखि यहाँको डिस्टेन्स कति, यहाँदेखि यहाँको डिस्टेन्स 14, यसको आरएवाई कति, 2 × 14 है। त्यसपछि यो माइनस भएको थियो अघि पनि है, त -20 र यहाँदेखि यहाँको डिस्टेन्स 9, -20 × 9। त्यसपछि यो यसरी प्लस लिइरहेको छु है, यसरी प्लस लिइरहेको छु हामी है, यसरी होइन, यसरी प्लस लिइरहेको छु हो। त यो आरबीवाई छ, आरबीवाई कति आएको छ त 58 आएको छ, त 58 × यहाँदेखि यहाँको डिस्टेन्स 4। त्यसपछि यो पनि लागिने हो, यो त यसरी लागिरहेको छ, हामीले यसरी प्लस लिइरहेको छौँ, यसरी प्लस लिइरहेको छौँ है। त यो यसरी लागिरहेको छ, त्यसैले यो हामीले के गर्ने भने माइनस लिएको, यहाँ माइनस लिँदाखेरि कति हुन्छ यसको, 10 × 4 र 4 को कति हुन्छ, आधी = 0। यो सबलाई क्याल्कुलेसन गर्दा 0 आयो। 0 आएन भने मिस्टेक छ, तपाईहरु हेर्नु पछाडि जसरी भए पनि यो चेक गर्दाखेरि 0 नै आउनुपर्छ, अनि नै एक्युरेट हुन्छ। त्यसपछि यो गरिसकेपछि हामीले के गर्नुपर्छ, हामीले यसको डायग्राम बनाउनु पर्छ है। डायग्राम भन्दा पहिले हामीले के गरौँ भने यो युडियल फोर्स छ, यो युडियल फोर्स ड्रो गर्दाखेरि अब युडियल फोर्स हामीलाई यसो आउँछ कि यसो आउँछ, हामीलाई त केही थाहा छैन, यसो घुमेर आउँछ कि यसरी हुन्छ है, त्यो त हामीलाई थाहा छैन। त्यसैले हामीले यहाँ बी देखि डी को बीचको डाइरेक्सन, यो बीचको रिएक्सन निकाल्दाखेरि कति छ हामीलाई, त यो रिएक्सन निकाल्दाखेरि फर्स्ट अफ अल हामीले यो दुईटा बीचको डायग्राम बनाऊ है। त्यसपछि यहाँ हेर्दाखेरि त यहाँ कति छ त 10, यसको 10 4 40। त हामीले के गर्ने भने एउटा यस्तो डायग्राम बनाऊ है। डायग्राम बनाउँदाखेरि यहाँ कति आएको छ 40 र यहाँ बी को कति थियो 18 है। यहाँदेखि यहाँको डिस्टेन्स कति छ 4, यहाँदेखि यहाँको हामीलाई थाहा छैन, x माने है। अब यसलाई के गर्ने भने 18 / x = 40/4 - x। यसलाई क्याल्कुलेटरमा हालेपछि यसको भ्यालु कति 1.24 आउँछ है। 1.24 आयो भने अब हामीलाई 1.24 बाट यो माइनस यति गर्दाखेरि हामीलाई यो यति घटाउँदाखेरि हामीलाई कति हुन्छ, 2.76 आउँछ है। त्यसैले हामीले यसको डिस्टेन्स इन्टु
यसको डिस्टेन्स र कति त्यो माइनस गरेर आएको छ 2.76 है 2.76 आएको छ भने 2.76 को आधी कति हुन्छ त्यसको मैले फर्मुला अघि नै भनेको जस्तै युडिएल छ युडिएल को फर्मुला हुन्छ फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स र डिस्टेन्सको आधी हुनु पर्यो है त्यसैले यो फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स र यसको आधी आउँदाखेरि 38 पोइन्ट यति आयो है यो मिडको निकाल्दाखेरि अब मिडको निकाल्दाखेरि अब यसो हुन्छ कि यसो हुन्छ अब हेरौँ डायग्राममा है अब डायग्राममा हेर्दाखेरि हामीले यहाँ पुट गरेको बेन्डिङ मोमेन्ट निकालिसकेको कहाँ छ त यहाँ छु अब हेर्दाखेरि फर्स्टमा कति आएको छ यहाँ हेरौँ यहाँ कति आएको छ यहाँ 0 छ यहाँ 0 राखेको है यहाँ 0 भयो भने सी मा कति छ सी मा हेर्दाखेरि 10 छ यहाँ सी को सिधा 10 राख्यो यहाँ माथि माइनस हुन्छ तल प्लस हुन्छ हो यहाँ माथि के हुन्छ माथि माइनस हुन्छ तल प्लस हुन्छ तल प्लस भयो भने प्लस कति छ यो त 0 नै भइहाल्यो यो कति छ 10 छ त 10 यहाँ सी को ठ्याक्क तल जति मान्नुहुन्छ 10 त्यति नै राख्नुस् यहाँ 10 जति तपाईँ ठुलो डायग्राम हुन्छ त्यति अनुमानित जति हुन्छ त्यति राख्नुस् म यहाँ राखे 10 त्यसपछि के छ सी मा 10 छ बी मा कति छ -18 त बी कहाँ छ त बी यहाँ छ बी को सिधा यहाँ -18 मैले यतिमा माने है त्यसपछि डी मा के छ डी मा हेर्दाखेरि त बी मा 0 आयो अब 0 आयो है अब यो बीचमा कति आएको छ बीचमा आउँदाखेरि -38.1 यो कति छ त 80 छ है 80 छ 80 छ भने यो दुईटा मध्ये यो त अलि तल पर्छ यो तल पर्छ -38 त्यसैले यो यसरी स्यागिङ भइरहेको छ तल यसरी घुमिरहेको छ है यो अब हामीले पोइन्ट यहाँ लेखिदिने यहाँ कति छ सी को त सी को 10 छ त्यसपछि यो कति छ त -18 छ त्यसपछि कति आएको छ -38 पोइन्ट आएको छ त्यसपछि डी को 0 अब हामीले लेखिसक्यो यहाँ फिगर के को बेन्डिङ मोमेन्ट डायग्राम यति गर्दा तपाईले 8 मार्क पाउनुहुन्छ 8 मार्क पाएपछि तपाईहरु मज्जाले पास हुनुहुन्छ राम्रोसँग पढ्नुस्